हेलो वेलकम टु माई न्यू ब्लग। सबैजना सन्चै हुनुहुन्छ होला। आई होप जङ्गलको बिचमा कोही आउँदैनन्, एक्लै काम गर्नुपर्ने हुनेछ। यस्तै छ ए। आज चाहिँ म जौ काट्ने मात्र छु। आज मैले जौ काट्ने जय घाँस काट्ने उहाँसम्म रहेको छ। हेर्नुहोस्, यो मैले काटेर सक्छु कि सक्दिनँ ल सबैजनाले हेरिदिनु होला। मलाई चाहिँ माया गरिदिनु होला मेरो सर्टमेट भिडियोमा। अब यो सकिन्छ कि सकिँदैन, हाम्रो यस्तो जग्गा कस्तो यस्तो हुन्छ। उहाँसम्म उहाँ मम्मीहरू हुनुहुन्छ, उहाँ ड्याडीहरू हुनुहुन्छ। त्यो चाहिँ मेरो क्यामेरा चाहिँ भ्याएन। यस्तै छ। अब आज सक्छु कि सक्दिनँ है, त्यो यत्रो छ है। त्यो त सकिन्छ कि सकिन्न हेरौँ। अब म काट्न स्टार्ट। त्यति काटेपछि देखाउँछु कति काटिन्छ है त। बल्ल काट्दैछु, गाह्रो छ। गाउँतिरको यस्तै छ माहौल, के गर्नु। गाउँमा कोही छैन। फाइनली यति काटियो है, फाइनली यति काट्यो। हो आमा पुग्दा त गाह्रै छ यार। बल्ल यति काटियो होइन, अब यस्तै छ है। बल्ल यति काटियो। अब यो आमा पुग्नु छ। हो त्यहाँसम्म पुरै ढलेको गाह्रो हुँदो रहेछ। यस्तो पानी पऱ्यो गाइज, हेर्ने हो। के खालको पानी आएको यस्तो। उयो त भोमरी आए जस्तो भयो यार। के खालको पानी आयो, मलाई बुझ्दै नेटै छैन। ए बा यताका सुन्तला बुढा भात चला यस्तो पऱ्यो यार। यो मलाई के बुझ्दै सकिन यार। यो पानी के खालको पानी आयो यार। त अत्यन्त दुःख लागेको छ। हामीले मैले चाहिँ जौ काट्दा चाहिँ पानी पर्दियो, लास्टै ठुलो पानी पऱ्यो। अनि म चाहिँ छोपेको छु। यतापट्टि नि जौ छ, यता पनि छोपेको छु। उता पनि मैले काटेको जौ छ। काट्दै छोडियो आज चाहिँ। आई होप अब सबैजनाले माया गरिदिनुहुन्छ भन्ने आशा देखेको छु। माया पनि गरिदिनु होला। पानी पनि फेरि पर्न लागिसकेको छ। पानी परेको भिडियो पनि अगाडि छ, देखिसक्नु भयो होला। अघि पानी परेको यस्तो ठुलो पानी पऱ्यो। अब के भनौँ न के भनौँ, यस्तो भयो। अब यति भन्दै म पनि आजलाई यो भिडियो यहीँ इन्ड गर्न चाहन्छु।